आदरणीय दर्शक मित्रहरू, म चाहिँ यो अझ प्लटिङ एरियामा घुम्दै घुम्दै विभिन्न बिरुवाहरू हेर्दै अनि यहाँ चाहिँ नि हरेक कुराहरूलाई यहाँका बिरुवा अनि यहाँ बनेका भौतिक संरचनाहरूलाई हेर्दै घुमि हिँड्ने क्रममा आइपुगेको छु र यो दृश्य तपाईँहरूलाई पनि देखाउन गइरहेको छु। यहाँ एउटा केटो सुतिरहेको देख्छु, सायद यो जडिया होला लाग्छ। यो केटो पक्कै पनि जडिया हो है। कतै हेर्नुहोस् त यसको अवस्था चाहिँ रेडियो बजाएर बसिरहेछ। रेडियोको पनि लामो सिङ तानिरहेछ। मान्छे आयो गयो यसलाई मतलब छैन। फेरि पनि यसलाई म एकचोटि उठाइहेर्छु है, के भन्छ गाएनस् है यसको रेडियो। ओ भाइ, ओ हेलो, ओ भाइ, के गर तिमी? जाँड खायौ? गुड मर्निङ दाइ। कति बज्यो? टाइम कति भयो? गुड मर्निङ होइन भाइ, गुड आफ्टरनुन आँटो। छिटो उठ उठ। के गरिरहेको? त्यही शरम हुँदैन यस्तो जवानमा रक्सी खाएर सुत्ने? के भयो? मेरो उफर पनि बजेन। उफर बुफर केही होइन भाइ। तिमी थोरै कुरा सोधिहाल्नु तिमीलाई। के कुरा दाजु? तिमी खास को हो? मैले गीत बजेन है, गीत बजेन। अनि हजुर तिमी के गरिरहेको? म हिजो एउटा केटीसँग आएको थियो दाजु म होइन। अनि डेटिङ बस्न आएको। मलाई त के होसै छैन हौ दाजु। के भयो? खोइ केटी खोइ त? खोइ के भन्नु दाजु यार। ल म त भर्खर बिउजिँदैछु दाजु। अनि हिजो आएको अरे तिमी, अनि खोइ केटी पनि आएको अरे। खोइ त केटी चाहिँ? खोइ केटी रातिमा यतै सुतेको? दाइ यार, रातभरि यतै नै छु। केटी पनि थियो? केटी थियो, सँगै डेटिङ बस्न आएको। यत्रो यत्रो लाड्डु के लड्डु खिलाइदिएको थियो। उसले कि तिमीलाई खिलायो? मलाई खिलायो नि उल्टै। अनि केटीले तिमीलाई छोडेर गयो? गयो त यार दाइ। ओहो, के मेरो सामानहरू भाइ गयो कि केही लिएर पनि गयो त? ओहो दाजु यार, 3 तलाको सिक्री छैन यार। खोइ लड्डु छैन यार। लड्डुले बिगारेछ भाइ तिमीलाई? औँठी छैन दाइ यार। ढाडहरू दुखेर यार बस्नु भएको छैन। आइयो, गोदेर पनि गएछ कि के भाइ? खै त्यो त थाहा भएन। मेरो बस पनि मोबाइल ल आइफोन 15 छैन है हजुर। कहाँ हरायो त ल? कि दाइले मेरो सामान त गायब पार्दै होइन नि? भाइ, म तिमीलाई त्यसै दोष लाउँदै गरेँ, तिमीलाई उल्टै पुलिस केस गर्छु। अब तोरुनी लिएर घुम्छौ अनि तिम्रो कट्टुधरी हराउँछौ अनि यहाँ हल्ला गर्छौ, अरूलाई दोष। खोइ त्यो केटीको नाम के हो थाहा छ? हिजो के मैले त्यो केटीको नाम के हो? ऊ त्यो तल के ऊ त्यो तल त्यहाँनिर देखाएको थियो। अनि आइद भनेको आएन। अनि गएको मैले त्यसलाई अनि पटाएँ क्या दाइ। अनि ल्याएको त मलाई त एउटा लड्डुले नै सुहा बनाइदियो नि त है। अनि त्यसो भने सामानहरू नि हरायो? हराएर यार। अब तिमी के गर्छौ त? त्यो अरूको त्यत्तिकै नचिन्ने मान्छेसँग चाहिँ म त बेहाल भयो नि दाजु यार। घाँटीमा 3 तलाको सिक्री छैन, यहाँनिर औँठी छैन, मेरो घडी छैन, 1 करोडको घडी। अनि त्यो केटीको नाम थाहा छ? 15 हरायो, 16 मेरो। केटीको नाम थाहा छ? के पो भने थियो भन्थ्यो? घर कहाँ हो रे? सुन्दली भनेको थियो। घर चाहिँ कहाँ रे? घर त खोइ त्यहीँ तल भेट्यो क्या दाइ। उसको घर थाहा छैन? भाइ, सुन्तलीले सुनै उडाइदिएछ तिम्रो। ए दाइ, म त यतातिर के। अनि यो तिम्रो रेडियो चाहिँ कहाँबाट आयो? खोइ यो रेडियो थियो तिमीसँगै? थिएन नि। कहाँ म त्यस्तो करोडको बोक्ने मान्छे रेडियो बोक्छ?
अनि अहिले रेडियो बोकिरहेको छौ त ल गाइज यो गयो यो साइको भएको रहेछ यो केटो गयो ल तपाईँहरूले हेरिहाल्नुभयो जाँदैछ खुरु 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 गइरहेछ ठिक छ यो जाओस् है जसुकै मैले नै भिडियो बन्द गरिदिएँ ल यो चाहिँ नि यसको भिडियो हेरिदिनु होला यो सानो कालो केटोको अनि चाहिँ नि लाइक कमेन्ट गर्नुहोस् सब्सक्राइब गर्नुहोस् मिलेछ भने सक्नुहुन्छ भने तल गएर के गर्दैछ लु हुन्छ हस्।